घुम्ने रहर आज पुरा भो तिम्रो हात माग्ने मेरो घरमा पुरा भो तिम्रो हात माग्ने मेरो घरमा पुरा भो बाटो हेरौँ गाइस बाटो हेरौँ के देखेर भोट दिएको टोलीहरू रुबी भ्यालीलाई प्रमोट गर्नु पर्यो गाइजहरू खोइ भोट दिए धादिङको नेता को मैले त थाहा छैन होइन म त नेताहरूको बारेमा धादिङको नेतालाई ल्याएर एकचोटि यता लतर पतर पारेर लिएर जानु पर्यो गाइजहरू के हुन्छ त्यसो गर्दा त्यसो गरेको अरे आदर भन्छ नि त्यस्तो क्या धादिङको नेतालाई ल्याएर यहाँ हिलामा लुतर पुतर पार्दा कसो होला त्यसो गर्दा कसो होला बजार घुम्ने पुरै हाइलक्स तान्नु पऱ्यो अब के अब यति भइसक्यो अब तपाईँहरूलाई के हो जस्तो लाग्यो ल भन्नु त हाइलक्सलाई ट्र्याक्टरले तान्नु पऱ्यो भनेपछि होइन अब यो बाटो कस्तो चाहिँ होला त सोच्नु त एकचोटि त्यो अहिले अघि भर्खर हामीले त्यो हेरेको गाडीलाई पनि होइन यही ट्र्याक्टरले तान्नु है खासमा अब त्यहाँ माथिको र के खालको बाटो हो यो के हो बालन सर राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद भन्न त भने हो होइन यतातिर पनि आँखा लाउँ है हामी अबको 2-3 वर्षपछि घुम्न आउँदा रुबी भ्यालीको बाटो यस्तो नहोस् धादिङको नेतालाई अलिकति बजेट छुट्याइदिनु है देश विकास गर्नुपर्छ टुरिज्म प्रमोट गर्नुपर्छ हामी पनि त्यही भएर हिँड्या हो हेर्नु होइन कुरो पनि हो नि देशलाई सकभर विकासको क्षणमा लाने हो होइन बाटोले गर्दा अलिकति बोल्न सकिनँ है गाडी मैले त्यहाँ अस्ट्राकलै रहेछ बाटो तपाईँहरूले भिडियोमा त देखिरहनु भएको भिडियोमा त सुइसुई गएको जस्तो देखिन्छ होला है तर मेहनत पावर पसिना कति पर्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई ल्याएर एकचोटि यो हेर्ने मान्छेलाई ल्याएर एकचोटि यहाँ दल्नु पर्ने थियो क्या ठ्यास लाइक हानिदिनु पर्ने ठाउँमा लाइक नहान्ने होइन हेर्ने छोडिदिने दिमाग खराब हुँदैन अब टुर लाउरेहरू त्यहाँको यस्तो भिडियोहरू चाहिँ टक्क लाइक गर्नु युट्युब च्यानल खोलो भाइ हामी सब्सक्राइब गर्छौँ भन्नु प्रमोट गर्नु हामी त घुम्छौँ नि हामी त घुम्दिनँ नि होइन एउटा ठ्यास लाइक हान्दा पनि के जान्छ कसो के जान्छ हान्नु पऱ्यो नि लाइक ल हेर बाटो के बाटो हेर आम्मामा बाटो तिमीलाई एउटा कुरा थाहा भाइ यस्तो बाटोमा हिँड्दा एउटा कुराको फाइदा छ नि के को पछाडिबाट आएर गाडी लाँदैन गाडी आउँदैन अनि कसले हान्छ त गाडी आयो हान्छ त गाडी नै नआएपछि कसले हान्छ कसैले हान्छ हान्न सक्छ हान्न सक्छ कसैले किद्रेज गोद्रेजहरू ल हेर बाटो भन्छ अरे यसलाई बाटो भन्छ अरे गोद्रेजहरू सुन उकालो जो बाटो आउनु पऱ्यो भने त हाम्रो चाहिँ के हुन्छ होला हाड छाला हुन्छ होला हामी खासमा उता नुवाकोटबाट आएर धादिङबाट फर्किँदैछौँ होइन त्यही भएर हामीलाई चाहिँ बाटो एक्सट्रिम लागिरहेको छ होइन रमाइलो छ नरमाइलो होइन ठाउँ कस्तो दामी छ हेर्नु ल अम्म यस्तो ठाउँ कहीँ खोजेर साध्य लाग्छ 1 वर्ष आगो लागेको ठाउँ हेर यो जङ्गल 1 वर्ष कन्टिन्यू आगो लगाएर अनि यस्तो भएको अनि 1 वर्ष है 3 महिना हो मैले बढी नै दिन्छु क्या डोज अलि 1 वर्ष त होइन होला मिलाएर बुझ्नु है अब कति हो त्यो त थाहा भएन तर आगो चाहिँ लङ टर्म आगो लगाएर अनि भएको हो क्या यो ठाउँ यस्तो तर त्यहाँ पनि षड्यन्त्र होला नि होइन रुबी भ्यालीमा रुबी अब यताउति त्यहाँ टुर गर्नलाई होइन पुरै जहाँ पनि भइहाल्छ नि फेरि 2 नम्बरी र टोलीहरू सोल्टीहरू फेरि चकनार सित्तन हान्नै पर्यो सबैलाई के हो बाटो देख्दाखेरि त तिमीहरूलाई भोट होइन तिमीहरूलाई त्यो चाउचाउमा अन्डा फिटा जस्तो फिटेर ल्याएर यहाँ काट्नु पऱ्यो केपी हिमाले तल माओवादी प्रचण्डले अहिले सरकार तल होइन तल सेरे तेरो गोकर्ने बाख्रा चोर बदा कुकुरहरू तिमीहरूले के अरे यत्रो वर्ष बाटो बनाउनु पर्दैन हामी घुम्न आउँछ भने थाहा होइन गोरुहरू खाली ठमेल गयो क्लब गयो डिस्को गयो डान्स बार गयो नाच्यो तिमीहरूको जिन्दगी त्यतिकै बित्यो है तिमीहरूले गधाहरू फेरि मलाई चाहिँ भनेन भन्नु मक्क परेर होला तँलाई माकुने झले
यो बाटो हेर आम्मामामामामा झलनाथ खनाल जिन्दाबाद